जुन एक महिना अगाडि काठमाडौँमा सफल भइसकेपछि आज हामी यहाँ आएका छौँ। यो किन गरिएको हो भन्दाखेरि हाम्रो आफ्नै सुरक्षाको लागि पनि हो। र सम्पूर्ण साथीहरू हिजोको दिनमा जुन किसिमले हामी अगाडि बढेका थियौँ, हिजो पहिलो दिनको आन्दोलनमा एकदमै शान्तिपूर्ण आन्दोलन हुँदै गर्दाखेरि जुन तरिकाले निर्दोष हाम्रा जुन जनतामाथि चाहिँ जुन किसिमले गोली वर्षा गरियो, त्यसको लागि चाहिँ न प्रहरीको प्रशासनले त्यसको जिम्मेवारी लिन तयार भएको छ, न चाहिँ तपाईँको सरकारका पहिला भएका सरकारका व्यक्तिहरूले लिन खोजिरहेका छन्। कारण के हो त भन्दाखेरि अहिलेको अवस्थामा हामी जुनै पनि अवस्थामा चाहिँ के हो त भन्दाखेरि यो सरकार धेरै दिन टिक्दैन, हामी नै आउने यो पालामा र यिनीहरूलाई फेरि हामीले सिद्धाउने हो भनेर तपाईँको त्यो तरिकाले अगाडि बढेको अवस्थामा अब पनि उनीहरूले त्यही तरिकाले टाउको ठाडो पारेर आउँछन् भनेदेखि त्यो टाउकोलाई कसरी फेरि चाहिँ टाउकोलाई लएर चाहिँ घुँडामा जोड्नुपर्छ, त्यसको लागि चाहिँ हामी रेडी हुनुपर्छ साथीहरू। यदि हामीले खुट्टा कमायौँ अब पनि हामीले चाहिँ तितर बितर हुने जुन किसिमले गर्दा आज हामीले गण्डकीमा एउटा कुरा के पाउँदैनौँ भनेदेखि अन्तर ठाउँमा जेएनजीका धेरै रूप देखिन्छ। तर के हो त भन्दाखेरि हामीसित आज जेएनजीको पनि एउटै टिम छ र आज जेएनजी 2.0 मा पनि तिनै साथीहरू जो हिजोको दिनमा यो गण्डकी यो कास्की जिल्लालाई र गण्डकी प्रदेशलाई नै हाँकिराख्नु भएको थियो, तिनै साथीहरू हुनुहुन्छ। र जति पनि म एउटा केन्द्रीय वार्ता समितिको एउटा सदस्य भएको कारणले के भन्छु भने यही मञ्चबाट यदि कोही पनि साथीहरू त्यस्तो विचलित भएर भन्नुभएको छ भनेदेखि सिधै हामीसित कन्ट्याक्टमा आउनुहोस्, हामी एकजुट भएर लागौँ। र यदि एकजुट हुन सकिएन भनेदेखि जसरी एउटा एकमुठी हुन नसक्दै गर्दाखेरि जसरी हिजोको दिनमा तिनै बुवासाहरूले देशलाई चुस्ने काम गरिरहेका थिए, देशको रगत चुसिरहेका थिए, त्यसरी नै भोलि फेरि तिनीहरू नै त्यही ठाउँमा आउनलाई आज संसद पुनर्स्थापना गर्ने देउन्डले हरेक कुराहरूलाई चाहिँ अगाडि लिएर आइरहेका छन्। त्यो कुरालाई हामी मनन गर्न जरुरी छ साथीहरू। कुनै एउटा ठाउँको पार्टिकुलर ठाउँमा आज राति हिँड्नलाई मान्छे आफ्नो घर जानलाई डराएर बसिरहेको छ। हिजोको दिनमा हेलिकप्टरमा आफ्नो त्यत्र 8 लाख कार्यकर्ताहरू सबल कार्यकर्ता छन् मेरा भन्ने पार्टीका मान्छेहरू नेपाली सेनाले हेलिकप्टर पठाउनले मात्रै आज चाहिँ उनी चाहिँ त्यो ठाउँमा छन् भन्ने कुरा उनले बिर्सिसकेका छन् साथीहरू। त्यस कारणले गर्दा हामीले चाहिँ के बुझ्न जरुरी छ भने अबको दिनमा हामी जति एकीकृत हुन्छौँ र जति चाहिँ हाम्रो एक ढिक्का हुन्छौँ त्यही आधारमा नै हाम्रो बल निर्धारण हुन्छ। हामीले चाहिँ गण्डकीमा जुन किसिमले हिजोको दिनमा हरिशले धेरै कुरा छुटाउनु भएको छ, यो टिम यहाँसम्म आइपुग्दै गर्दाखेरि हिजो हामीले भ्रष्टाचार विरुद्धको आन्दोलन हाराहारी हामीले 72 सालबाट सुरु गरेको पोखरामा भ्रष्टाचार विरुद्धको आन्दोलन, त्यति बेला पनि हाम्रो हरिजी र हामी सँगै थियौँ, आज पनि सँगै छौँ। किन भन्दाखेरि हाम्रो त्यो साथ, हाम्रो एउटै मन्त्र, देशको एउटा मन्त्र के छ भनेदेखि देशमा भ्रष्टाचार रहित होस्, जनताले घाँस बाँस कपास शिक्षा स्वास्थ्यको लागि चाहिँ कतै पनि भौतारिन नपरोस् र देशमा चाहिँ रोजगारीको सिर्जना होस् भन्ने नै हो साथीहरू। म नेपालमा के गर्छु भनेर बस्दै गर्दाखेरि मैले चाहिँ तिरेको करले आज तपाईँको जुनसुकै सङ्गठनमा हेर्नुहोस्, प्रहरी सङ्गठन हेर्नुहोस्, आर्मी देउन्डा लिएर जुनसुकै सङ्गठनमा हामीले तिरेको करले उनीहरूले चलाएको, उनीहरूले जुन व्यवसायीकरण गरिरहेका छन्, कसैले पेट्रोल पम्प खोलेका छन्, कसैले ठेक्कापट्टा गरेर बसिरहेका छन्। आज यहाँभन्दा केही तलपट्टि मात्र तपाईँको यदि एउटा सर्वसाधारणले यदि एउटा पेट्रोल पम्प खोल्नु पाउँथ्यो, यदि त्यो ठाउँमा जिल्ला प्रशासन कार्यालयको आडा एउटा पेट्रोल पम्प खोलेर प्रहरी कल्याणकारी कोषले चाहिँ के अरे एउटा पेट्रोल पम्प खोलेको छ, त्यहाँ गएर तपाईँ पेट्रोल हाल्दै गर्दाखेरि नेपाली जनताले कर तिरेको पैसाले चाहिँ जुन प्रहरी चाहिँ फिल्डमा हुनुपर्ने थियो ऊ आज तेल हालेर बसिरहेको छ। हामीले त्यसको लागि चाहिँ त्यहाँ उनीहरूको लागि भनेर हामीले चाहिँ त्यो तरिकाले पठाएको होइन, हामीले त्यसमा पनि बुझ्न जरुरी छ। हामीले विभिन्न अहिले हाम्रो विजेजीहरू डे बाई डे एक ठाउँमा गइराख्नु भएको छ। कहिले चाहिँ उहाँहरू अस्ति मात्रै तपाईँहरूले पनि न्युज थाहा पाउनु भयो होला, तपाईँको गण्डकी विश्वविद्यालयमा जानुभयो, अहिले फेरि यातायातकोमा पनि उहाँहरूले काम गरिराख्नु भएको छ। यसले नै उहाँहरूलाई साथ दिन जरुरी छ। तपाईँ हामी यहाँ कुरा गर्छौँ, यहाँ कुरा गरिसकेपछि बाहिर गएर ब्याक बाइटिङ यदि तपाईँ आफैले गर्नुभएको छ भनेदेखि तपाईँ के बुझ्नुहोस् भनेदेखि तपाईँ आफै देशद्रोही हो। तपाईँ आफै नै के हो त भन्दाखेरि यो टिममा म त बुझ्न गएको मेरो पार्टीले यसो भनेको थियो भन्नु सोच्नुहुन्छ भनेदेखि तपाईँ नै देशको लागि धमिरा हो। त्यस कारणले गर्दाखेरि अब आउने पिँढीले हामी भनेको एउटा एकदमै हाम्रो एजको जो 90s को एजको हामी छौँ, हामीभन्दा पाको उमेरको बुवाहरू दाइहरू पनि हुनुहुन्छ, तर हामीले भनेको एउटा 3 टाइप पिँढीलाई हामीले भोग्न पाएका छौँ। त्यो 3टा पिँढीले भोग्न पाएको हिजोको सुख हामीले हिजो खाली खुट्टा स्कुल गएको हामीसित अनुभव छ।
हामीले तपाईँको आज तपाईँको हिजो भर्खर मोबाइल कसरी स्टार्ट भयो नेपालमा कसरी चल्यो भन्ने पनि थाहा छ भने आज आइफोन 16 प्रो मैक्स जस्ता कुराहरू जुन चाहिँ प्रविधिका विकास सँगसँगै पनि हामीसँग अगाडि बढेको एउटा पिढी हामीसँग छ भनेदेखि यो पिढी भोलिको पोखराको नेतृत्व गर्दै गर्दा गण्डकी प्रदेशलाई नेतृत्व गर्दै गर्दा हामीले के बुझ्न जरुरी छ भनेदेखि अब हाम्रो नेतृत्व पार्टी विहीन भएर जानुपर्छ। पार्टी मात्र होइन देश ठुलो हो भन्नुपर्छ र देशलाई जबसम्म हामीले आफ्नो जसरी आफ्नो घरमा रहेको बाबा मम्मीलाई हामीले जसरी सम्मान गर्छौं त्यसरी सम्मान गर्न सक्दैनौं। त्यो माटोलाई जब हामीले टीका हामीले आफ्नो निधारमा लगाउन सक्दैनौं त्यो अवस्थासम्म हामी चाहिँ राष्ट्रप्रेमी हौं भनेर भन्नु र विदेशमा बसेका कोही फेसबुके जुन चाहिँ राष्ट्रवादी साथीहरू हुनुहुन्छ त्यस्ता साथीहरू हामीमा केही फरक रहँदैन। एउटै छातामुनि ल्याउने एउटा काम गर्नु।